सेवा हुन्थ्यो नि त्यो चाहिँ हाम्रो गाउँभरि एउटाकोमा होइन 10 जनाकोमा बस्थ्यो यतामा बस्थ्यो यहाँ ठुलो गाउँ छ बढेको छ अहिले यो जमिनतिर सितारा प्लान्टहरु यो चाहिँ इन्डिया कता कता भेटेको जति सबै नै भेला पार्दैछ नि। अहिले चाहिँ हामी पास्टर विजय लिम्बुको घरमा आएका छौं जो काने पोखरीदेखि भित्र भंसाबारी भनेर चिनिन्छ अनि यहाँनिर एचसीपीसी चर्च रहेको छ भंसाबारी। अनि यहाँ पहिला उहाँकै पापा हुनुहुन्थ्यो एज अ पास्टरको रूपमा जसलाई चाहिँ जुङ्गे पास्टर भनेर पनि चिनिन्थ्यो। फेमस जुङ्गे पास्टर भनेपछि सबैजना जुङ्गे पास्टर भएको चर्च भंसाबारीलाई चाहिँ यो ठाउँलाई पहिला कन्भेन्सन यहाँ भएको थियो। आउँदो मिटिङ छ तपाईले हातमा राख्नु। विशेष गरेर प्रभु तपाईको दासले यहाँनिर जुन प्रकारले ठुलो दर्शनमा प्रभु यो मण्डली यहाँनिर सुरु गरेको थियो अनि प्रभु परमेश्वर पिता यो स्वर्गीय तपाईबाट दिनुभएको दर्शनलाई प्रभु आज साँच्चै नै उहाँको छोराले पास्टर विजयले भाइ जीवनले प्रभु परमेश्वर पिता सुचारू रूपले प्रभु उहाँको आज साँच्चै नै लागतमा पवित्र आत्माको शक्ति र सामर्थ्य कन्भेन्सन पनि सेटिङ गर्नुपर्छ के भने चाहिँ कुर्सीहरू हैन टेबलहरु बाहिर राखेर हैन फेरि सकेर हामीले मिलाइदिन्छ परै बनाउँ होला कस्तो बस्नु यहाँ गरे हैन परै गरे ठीक लाग्यो हैन बस्नु यहाँ भने त पण्डाल पनि के गरौँ। स्कुल पनि मजाको रहेछ नि मास्टर भिजन एकाडेमी नेसनालिटी एजुकेसन सर्भिस भन्ने रहेछ। हैन छ त पुरानो छ पुरानो यो पुरानो ग्रुपको जो बुढाएको छ त नेपालको पेतामोडको भाटभटेनी स्टोरमा आएको छ। ल जाउँ जाउँ राति चाहिँ राम्रो देख्छ होला यहाँनिर है। बाइस 15 दिन कति गराउँदा थियो 10,000 के क्लास गराउँछ नि क्लास गर्ने बिजाको त के छैन र 10,000 कति 30 त्यसको बहिनीले चाहिँ एउटा बहिनी चाहिँ त्यसले चाहिँ